डाइरेक्टरको मुखमा लात्ती हान्ने मन लाग्यो। केटीहरू कुन इन्डस्ट्रीमा बढी छन्, केटाहरू भेट्या छन् कहिले? छैन। त्यो बेरोजगारीको कारण होइन। 4 बजेर 31 मिनट गइसकेको छ। हजुर, तपाईँले कस्तो फिल्म भइरहेछ कि त्यो फिल्म हेरेर? मलाई त्यो फिल्म हेरेर फिल्म डाइरेक्टरको मुखमा लात्ती हान्ने मन लागिरहेको। किन त्यस्तो हुन सक्छ र सर? किन त्यस्तो हुन सक्दैन भन्नुहोस् तपाईँ? किन सक्दैन? किन त्यस्तो हुन सक्दैन ल मैले प्यारी समझ गई। किनभनेपछि हेर्नुहोस् हामीहरूको अहिलेको परिस्थिति, केटीहरू टिकटकमा बसेर कमाउँछन्, गुड। केटीहरू मुजुरा गर्छन्, केटीहरू कुन इन्डस्ट्रीमा बढी छन् केटाहरूभन्दा बढी। कौन है ये लोग? कहाँ से आते हैं ये? अनि पनि केटीहरूलाई यस्तो हेपेको भन्छन्। केटाहरूको हेर्नुहोस्, आफ्नो घर छोडेर घरको लागि कमाउन जानुपर्छ केटाहरूले। बुढी ल्यायो भने बुढी पाल्नको लागि बाउआमाबाट गाली सुन्नुपर्छ केटाहरूले। केटाको कोही सुन्दैन, किनकि केटाहरू दुःख देखाउनन्। केटीहरू भनेपछि उता कमिलाले टोक्यो भने पनि कराइदिने दिने, त्यसैले सब कुरामा केटीहरूको मात्रै दुःख देखाउँछन्। त्यसैले हो के यो देशको बेरोजगारीको कारणले हुन सक्छ? त्यो बेरोजगारीको कारण होइन, केटीहरू आफै बेरोजगार बन्छन्। तिनीहरूलाई घरको बाहेक अर्कै कामै गर्न मन पर्दैन, त्यसैले हो। केटाहरू भनेपछि 10 रुपियाँ दियो भने पनि तिम्रो जुत्ता सफा गर्ने बाटोमा भेटिन्छन्, तर केटीहरू भेट्या छन् कहिले? छैनन् नि, त्यसैले हो। गुड।